हाई गाइस, आज मसँग विराटनगरको ड्रिम गार्डन जाउँ है त। फोटो र भिडियोमा भन्दा पनि रियलमा चाहिँ यो ठाउँ एकदमै धेरै प्रिटी देखिने रहेछ। ठाउँ पनि एकदमै धेरै स्पेसियस, धेरैजना मान्छे अट्ने र बिहानको समयमा चाहिँ कोही पनि हुँदैन, त्यसैले एकदमै पिसफुल इन्भाइरोमेन्ट पनि हुन्छ। यहाँनिर चाहिँ गार्डन पनि रहेछ र सानो बच्चा-बुच्चीहरू खेल्ने ठाउँ पनि रहेछ। यो ठाउँ पनि राम्रो र यहाँको खानेकुराहरू पनि मिठो नै थियो। मलाई केही पनि कम्प्लेन छैन यहाँको अरू कुनै कुरासँग। तर यहाँको स्टाफसँग चाहिँ अलिकति प्रोफेसनलिजम भन्ने कुरा चाहिँ रहेन रहेछ भन्ने मैले यहीँ आएपछि मात्र थाहा पाएँ। मैले चाहिँ रेड सस पास्ता अर्डर गरेको थिएँ भेजमा, उहाँहरूले चाहिँ मलाई नन भेज लिएर आइदिनु भयो। त्यो पनि मैले टेस्ट गरिसकेपछि मात्र थाहा पाएँ। इट वाज अ ब्याड डे फर मी। मैले त्यसरी झुक्केर नन भेज खानु पर्यो। पछि मैले उहाँहरूलाई भन्न त केही पनि भनिनँ, तर उहाँहरू चाहिँ मेरो अनुहारमा हेर्दै हाँस्दै हुनुहुन्थ्यो क्या। आई डोन्ट नो तपाईँहरू के कुराले हाँस्नुभएको, तर यसरी तपाईँहरू मलाई हेर्दै हाँस्नुहुन्छ भने मैले के बुझ्ने। अलिकति प्रोफेसनलिजम चाहिँ देखाइदिनु होला। मेरो हम्बल रिक्वेस्ट छ, अरूलाई चाहिँ यस्तो नगर्नु होला है प्लिज।